बिहान बिहान उठेर चाहिँ अब हामी चाहिँ गइसकेको छौँ मुख धुनलाई। हाम्रो हजुरआमा बाटामा पानी दिएर हुन्छ। हाम्रो गाउँको भाइहरू भाइके बिहानको मौसम हेर। मुख धुनु पर्यो भर्खर उठे। बिहान बिहानको मौसम आज पानी परेर काहीँ जान्न पानी भयो। यस्तो छ मौसम। ल यहाँ बसेर सम्हाल मोबाइल यसरी देखेर है त। हाम्रो धारा हो। आइरह म मुख सुख पनि धोइयो। अब 9 बजी कति बजी उठेछु मुख सुख पनि धोइयो। अब हजुरआमा पानी लिन आउनु भएको चाहिँ पानी बोकेर तलतिर जान्छौँ खाना खान्छौँ। अहिले चाहिँ यस्तो मौसम बर्खा मासमा। बाख्राहरू चाहिँ घाँस खाँदै हो नि। पानी परेर टेन्सन यस्तो आजको भ्यू चाहिँ। हेलो अन्त हेलो दाइ पनि भर्खर उठेर मुख धुनुभयो। म अन्त ढिला उठेर भर्खर मुख धुँदै हुनुहुन्छ। अझ मुख धुनु पनि यस्तैले याद गरेर उठेर मालियो नि के हो प्युरिफाइङले। मुख सुख धोएर अब खाना चाहिँ हाम्रो तल पाकेको छ हजुरआमाकोमा। अनि खाना चाहिँ हिँडिसकेको छौँ दाजुभाइ टक्क पानी परे बेला। मौसमै खराब भएको छ आजको। अब यही त हो नि गाउँठाउँमा उकाली ओह्राली बाटो यस्तै हो है। कुहिरे लागेको छ आज पानी पऱ्यो। हामी जाँदै गाउँको दादाहरू बल्ल भेट भयो। फेरि काल भएर मुस्कान त्यहाँ फेरि हिरो पानी परेर अब तलतिर जान्छौँ। केटाहरू भेटेर एकछिन गफसफ गऱ्यौँ। अब त्यही त हो नि गाउँमा केटाहरू भयो भने रमाइलो हुँदैन। एकछिन गफसफ गरेर टक्क गाउँको आनन्द मजा लिँदै यस्तो हो हाम्रो गाउँको रोड चाहिँ। टेन्सन पानी परेर आज के भयो मौसम झन्। आज नुहाउन जानु पर्यो भने गाउँको खोलामा पानी परेर बिजोगको भएको छ। गेटअपै चेन्ज भएको छ फेरि गाउँमा आएर आफ्नो होइन। कुदिम क्या म त हजुरआमा घर चाहिँ उयो हो ब्लू कलरको जस्तो देखानिर।
आइपुग्न लाग्यो। माइलाले पनि खिच्दै आज त्यति धनियाँ खानु परेन अहिले पिर्पिने छ आइपुग्यो माइलालाई त बिस्नु गाड पढाइदियो एक मानु भिडियो कलमा मैले त मम्मीसँग यहाँ ल है गाई हामी चाहिँ सबैजना पौडी खेल्नलाई निस्किसकेको छ घरबाट। गाउँठाउँको बाटो चाहिँ स्ट्रगल गर्दै हिँड्नुपर्छ, राम्ररी हिँड्नुपर्छ, नत्र यहाँ लड्यो भने तलतिर पुग्छ हामी। हाम्रो गाउँको चाहिँ सानो भाइ हेलो भन्थ्यो त। हेलो सबैजना सन्चै सन्चै मैले जे बोले त्यही हो। ए पछाडितिर छ नि टोलीहरू टक्कै हिँडिसकेको छौँ। यहाँबाट चाहिँ वहाँ पारि पुग्नुपर्छ, यो डाँडा कटेर अनि उता गाह्रो छ हामीलाई। बाटो चाहिँ यही हो है। भर्खर भात खाएर हिँडेको, हल्का पेट सेट दुखिरहेको छ। अब त्यही पनि के गर्नु, गाउँ आएपछि मनले मान्दैन पौडी नखेल्किन, त्यही हो समस्या। के अरे एउटा साथी चाहिँ त्यो पारी हो क्या, त्यही भएर बोलाउनु लगाएको। प्रकाश ओ प्रकाश सबजना पारी हेर्दैछौँ हामी। ओ प्रकाश ओहो अहिले चाहिँ हामी यहाँ अप्ठ्यारो अप्ठ्यारो बाटो दकुर्दैछौँ। यही हो आइपुगिसकेको छौँ। अब खोलामा पुग्नलाई लगभग हामीलाई त्यस्तै लाग्छ होला 15-20 मिनट। 15-20 मिनट पछिको यात्रा पछि खोलामा पुग्छौँ अनि पौडी खेल्छौँ मजाले। चाहिँ सर्लको उठेर त्यो भिडियो पनि देखाउन हामी कोसिस गर्नेछौँ। कोसिस होइन देखाउने नै छौँ। देखाउने छौँ। अब दुईटा बाटो छ, तल जाने कि माथि जाने। माथिकै गौते भाइ पनि बाटोमा आइसकेको छ। गौते भाइ हो, गौते भाइ कहाँ ऊ पऱ्यो। फाइनली केटाहरू 2-4 जना चाहिँ सप्लाई भइसकेको छ गाउँतिरबाट। टाढो माथि जाने हो। चित्र पाउँदैन अहिले। फाइनली हामी चाहिँ है यस्तो यस्तो भिडमा आइसकेको छौँ। यस्तो छ, यहाँबाट मान्छे खस्यो भने चाहिँ बाँच्ला भन्ने भन्नु पर्दैन होइन। यो फल चाहिँ यहाँनिर पाकेर चाहिँ चुत्रो पाक्यो भन्दा नि फल्न चाहिँ फलेछ। यो चाहिँ खान मिल्छ गाइस, यो चाहिँ चुत्रो भन्छ। फाइनली खान्देऊ त एउटा टिपेर। चित्र पनि पाइसकेको छ हेर्नु होला। यता चाहिँ खान्देऊ न। चुत्रो यो चाहिँ खानेकुरा हो। दुईजना चाहिँ चट्ट हिँड्दैछन्। जाऊ है नौ न जाउँ। हेर्नु नि गाई घाँस के यस्तो घाँस काट्न पाउने हो भने गाउँको मान्छेले राख्दैन नि। यहाँ चाहिँ जङ्गल छ त्यही भएर कि बाँचे। काफल छैन, काफल सकिने बेला केही पाउँदैन चाहिँ अहिले त। न के अरे के भन्दै थियो खोलामा पाउने ऐसेलु काफले खानु पाएन, काफले खाएन मेन हो। खुर्पानी खानु पाएन हो क्या। आज खुर्पानी पाउँछ भने ए अस्ति र हामी गएको थियो त। म को गएको त्यो बेला कहिले थर्काएको थियो त हामीलाई याद छैन। यस्तो भिडमा आइसकेको छौँ। फाइनल गाइज चाहिँ होइन फाइनल गाइज ल हामी रोडमा पुगेपछि फेरि भिडियो बनाउँछ। अहिले रोड चाहिँ आइपुग्नु लाग्यो। उता तल हो रोड चाहिँ हो, खोला ऊ तल हो। ल ल ल गाइज फेरि रोडसम्म आइपुग्छ हामी। फेरि पनि रोडको दर्शन गर्दै हामी बाटोसम्म सबैजना चाहिँ यस्तै पोका पुन्त्री खोला सोला यता चाहिँ यहाँको क्याब लाएर चाहिँ हामी हिँडिरहेछौँ। अब चाहिँ रोड मात्रै छ, अब खोला आउन धेरै लाग्दैन। कति मिनट जति लाग्ला है? 20-30 मिनट।
पाउने 15 मिनट जति लाग्छ अरे भन्नु पऱ्यो आफ्नै गाउँको ठाउँ नि 15 मिनटबाट अलि बढी कि पाउने भने कति बज्न लाग्यो कि बजिसे 15 मिनट बज्दैन मेनमा त्यस्तो डाँडा काँडाको भ्यूहरू देख्न पाउनुहुन्छ तपाईँहरू गाउँमा बस्नुभयो भने आज मजा लिँदै चाहिँ हामी अस्ट्रेलिया बसेँ मान्छे हामी चाहिँ रोटै हिँडिरहेछौँ यस्तो तालले ल गाई अब हामी खोलातिरै पछि फेरि भिडियो बनाउँछौँ यत्रो हिँडेपछि बल्ल बल्ल खोलाको दर्शन पाइयो खोला त सानो भयो चाहिँ गाडी पनि आएको छु गाउँबाट गाउँमा जाने टक्क लाएर चाहिँ खोलामा चाहिँ आइपुग्यो अब हामी पौडी खेल्न जाने ठाउँको पनि भिडियो बनाउनेछौँ यस्तो छ यहाँ माथि चाहिँ साग हो माछा पाउँथ्यो अहिले चाहिँ पाउँछ पाउँदैन केटाहरू तालमा हिँड्दा खान् होइन ढुगा लागेर आफूलाई फेरि हिँड्दा हामी चाहिँ माछा पाल्ने ठाउँमा आइपुग्यो गाउँतिर नि माछा मजाले पालन गऱ्यो भने त हुन्छ माछा रहेछ होइन यत्रो हिँड्दै हिँड्दै आउँदा आउँदा बल्ल बल्ल हेर्दैछौँ हामी चाहिँ माछा सबैजना माछा हेर्दैछ नि हामी सबैजना माछा हेर्दैछौँ त छोरै हो क्या सबैजना हामी माछा हेर्दैछौँ रमाइलो लिँदैछौँ माछा हेर्दै सफा गर्दैछन् हाम्रो दामदार भाइहरू मेरो म्यानेजर यहाँ पनि बन्दै रहेछ जो हाट बाछ राम्रो छ त्यो माथितिर पनि माथि होइन गाइज यहाँ त माछै देखाएन सानो सानो रहेछ अहिले चाहिँ हामी खोला हिँड्दैछौँ खोला चाहिँ यस्तो कलरको छ यी गाडा गाडा ग्रिन कलर जस्तो खोला चाहिँ हिँड्दै हामी हाम्रो यात्रा सकिन लागिसकेको छ खोला हिँड्दा बाटो पनि यताउता छ केटाहरू त्यताबाट लाग्यो म चाहिँ यताबाट सजिलो छ यताबाट लाग्छु झन्डै लडेको आमा दुवा त यही रहेछ कति ठुलो हो अबी हुन्छ त अबी गाई दुवा आइपुग्यो अरे केटाहरू माथितिर गइहाले आमा यहाँतिर खेल्न मिल्दो रहेछ ए हामी पौडी खेल्ने त उहाँ पर चाहिँ गइरहेको रहेछ गलत बाटो आएको छु हामी पारि जानु पऱ्यो औ हामी चाहिँ पारि जानु पर्ने भयो है उल्टो बाटो गएछ नि त हामी हाल सक्छ त्यहाँबाट फुत्त उड हो परबाट उड न हो त्यहाँ ल बिस्तारी झन्नै उड्यो ल
ए खोलाबाट नुहाइधुवाइ गरेर बल्ल बल्ल हिँड्दा घर आइपुग्यो खुट्टा ज्यानै दुख्ने तालले पौडी खेल्थ्यो होइन घर आइपुग्यो गाइज यो घर कान्छो बा घर यो हाम्रो घर होइन घर बाख्राज